यो एक्सर्साइज गर्ने ठाउँ पनि चाहिँ राजराजमा ठाउँ हुनुपर्छ के। हेलो गुड मर्निङ, के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है। तपाईँहरू सबैजनाको स्वागत छ डे 7 मिनी ब्लगमा। म चाहिँ बिहान उठिसकेको थिएँ। उठेर मस्त केला खाएँ। केला खाइसकेपछि हेरेको त मम्मी कटहलको कोफ्ता बनाउँदै हुनुहुन्थ्यो यतातिर, अनि मस्त फ्राई भइरहेको थियो। कोफ्ता फ्राई भइसकेपछि चाहिँ मम्मी मलाई दिनुभयो ट्राई गर्नको लागि। करेला काटिरहेको थिएँ त अनि दिनुभयो त म ट्राई गरेँ। एकदम मिठो भएको थियो। त्यसपछि खाना खाएर यता जाने बाटोमा यति राम्रो नजारा थियो कि एकदमै मस्त थियो। अनि भिडियो लिएँ कि एकदम मजाको थियो। यस्तो चाहिँ ठाउँमा हुनुपर्छ कि जस्तो लाग्छ। त्यसपछि अलि अगाडि गएर जाममा परिहालेँ। अनि फेरि ठुलो बोटमा यति राम्रो फुल्छ कि हेर्नु नि, कति राम्रो के हेर्नमा पनि एकदम मजा आइरहेको थियो हेर्नमा। अनि त्यसपछि यतायात पुगेँ। यतायातमा पनि एकदमै भिड के, जताको पनि यतायातमा भिड हुँदछ होइन, एकदमै भिड थियो। अनि त्यहाँको काम भएन अनि आइहालेँ। साँचो बनाउनु दिएँ। त्यसपछि फेरि बेलुकातिर काम थियो, बजारको सामानहरू किन्नु थियो। त्यहाँ गएँ, सामान किनेँ, बेल्ट, अनि त्यसपछि जुत्ता पसलमा जुत्ता लिएँ, चप्पल लिएँ। त्यहाँदेखि आएँ, घर आइहालेँ। घर आएर दुधको डायरी गएँ दुध लिन। अनि आजको लागि यति मात्रै। अर्को मिनी ब्लगमा भेटौँला, बाई।